पहिलो स्टेसन हो यो बलेन बजार हो यो बलेन नगरपालिका सिङ्जा बलेन बजारबाट चाहिँ हामी उत्तरतर्फ यो बाटो हुँदै अगाडि बढ्छौँ। हाम्रो पुलिखोला यात्रा चाहिँ यहाँबाट प्रारम्भ हुन्छ। अब हामी अहिले कहाँ छौँ र हामी कहाँ जाँदैछौँ त्यो बताइदिनुहोस्। हामी अहिले गलेङ छौँ। गलेङबाट बाँटारी हुँदै हामी पिँढी खोला रामीडाँडा जाँदैछौँ। हजुर अनि यात्रा कस्तो छ? बाटो कस्तो छ? यतिखेर पनि एकदमै राम्रोसँग आइयो र अबको पनि राम्रो छ। उहीँ पिँढी खोला चिरहेको गाडी छ, त्यही गाडीमा जाँदैछौँ हामी। हस् हजुर। छोराहरूको मधेस एरियामा अब त यसरी भयो सँगै बसिँदैन, हामी बस्यौँ छोराहरू बस्दैन भन्ने लाग्छ भने एउटा क्रेडिट एरिया त बनायो होला नि। गएमा सकेमा फल्लो ठाउँमा फल्लो एरियामा जान मन छ भन्ने छ खै? दाइ हजुरले कम भ्याउनु भयो? घुम्न म बरघाटाडी यता अझ भ्या गरे जो घुमे उता गइन उता छोराहरूले पनि जाने हैन त भन्नु और जमक पनि आथे बरगाड उता अन्त बरगाड यता घुमिया छ बरगाड उता यसरी बेर हुन्छ बाबु।
नभन्नु तपाईँ कुन बाटो हिँड्दै हुनुहुन्छ अहिले हामी गइरहेको बाटो टोड्के जाने बाटो भारी बोजा बोकेर हिँड्ने बाटो निक्लिरहेको छौँ धर्मगीत काँडा अहिले कहाँ हिँड्दै हो अहिले खरथुङ कहाँ जाने डरसाइला घरबाट माथितिर माथिल्लो घर चाहिँ निक्लिन्छौँ घरतिर गाउँ त निक्लिँदैछन् यतापट्टिको डाँडा चाहिँ यो के रामी डाँडो यो रामडाँडो रामडाँडो माथि सिरान नैबारी रामडाँडो गाउँ त्यो हजुर हजुर भन्नुहोस् के पुग्ने ठाउँ रामी डाँडा आपाको मन्दिर डहरमुनि तर भाइ रामी डाँडा तर भाइ मैले सबभन्दा बढी भाइ यिनलाई भने हामी अहिले देवीथान प्रस्थान गर्दैछौँ नयाँबारीदेखि थालिसकेको छ म फटाफट हिँडेँ नि बुढी हात पाहाडमा उहाँ भाइ गएर आउनु भएको राम्रो यता हाम्रो यो चाहिँ नि यता यो हाम्रो चाहिँ नि नयाँबारीको गोठ भएको ठाउँ त्यहाँ हो त्यो खेतराको रोप्पिन छ गोठ भएको ठाउँ हाम्रो त्यहाँ हो अहिले पनि हामीहरूको तिमीहरूको र हामीहरूको सबैको त्यहाँ चाहिँ अहिले पनि घडेरी छ जग्गा छ त्यो मेरो नाममा छ मेरो हाम्रो आउँछमा परेको यो चाहिँ ठुलो काउलो यो हाम्रो काउलो हो यो तल्लो काउलो र ओ त पल्लो काउलो चाहिँ तिमीहरूको काउलो हो यो त पल्लो पनि हो यो काउला तिमीहरूका हुन् यो बारी त्यहाँ मास्तिरको बारी हाम्रो हो अहिले हाम्रो ठुलो बाबाका नाममा छ माथि गोठा घडेरी र त्यहाँ तलतिरको मेरो नाममा र ठुलो बाबाका नाममा छ त्यहाँ तलतिरपट्टि लाएर यो ठुलो बाबाका नाममा छ हाम्रो हन्ना ठुलपाटो भनिन्थ्यो त्यो यो तलतिरको तिमीहरूको ठुलपाटो भन्ने त्यो हो ठुलपाटो भन्ने तिमीहरूको हरिको ठुलपाटो हरिको ठुलपाटो त्यो हो तपाईँहरूको ठुलपाटो भनेको त्यो तल्लो हाम्रो खेरो भएको पाटो कुटुरो भएको पाटो भनेको त्यहाँ हो त्यो मेरै नाममा अहिले पनि छ त्यहाँ तलतिरपट्टि चाहिँ नयाँबारीको तल्लो सिरानी खान्ना तलतिरपट्टिको यो जग्गा यहाँ ल मैले भनेको त सुनिस् अहिले हामी चाहिँ यो रामी डाँडाबाट चाहिँ यो देवीथान प्रस्थान गर्दैछौँ र यो अहिले पछाडिपट्टि देखिरहेको ठाउँ चाहिँ बुवाले भनेअनुसार नयाँबारी हो नयाँबारी भनेको त्यतिखेर यो मकै कोदो लगायत विभिन्न खेतीहरू गरिने यो पाटाहरू छन् यो बारीका पाटाहरू जहाँ यहाँ पहिला गोठ पनि थियो भन्नुहुन्छ र माथितिरपट्टि पहिला गोठ थियो र मैले पनि यो भागमा चाहिँ खेती गरेको र अनि खाजा बोकेर घरबाट आएको पनि सम्झना भएको छ यो रामी डाँडाको चाहिँ माथि नयाँबारीको चाहिँ बारीहरू चाहिँ यहाँ हामीले अहिले पछाडिपट्टिदेखि जान सक्छौँ र अहिले यो पुरै जङ्गल र उजाड भइसकेको अवस्था देखिन्छ नयाँबारी गोठ माथि भिरालो भन्ने जग्गा भिरालो थियो भनिन्थ्यो यो अहिले मोटरी बाटो चाहिँ भीमलालका जग्गाबाट आउँदैछ अब हामी टोड्केतिर हेर्दै गइन्छ र हामी अब यतापट्टि आउँदैपट्टि यता देखाउनु त यता देख्नुहोस् यतापट्टि चाहिँ अब हामी चन्द्रकोट देखिरहेको छ यो चन्द्रकोट टापु देखिएको छ अब यताबाट स्वामी आउँछ स्वामी पछि हामी उता टोड्के पनि हेर्छौँ पातले भराको स्वामी पातले भोगरो चन्द्रकोट जुरी टापु ती सबै देखिँदैछ ल भनेर तल किन जानु पर्यो आउने माथिबाट फेरि बेलाको कुवा पानी जनावरले पानी खाने कुवा यतापट्टि नयाँ के अरे नयाँबारी यो पहिलाको कुवा र अब यतापट्टि टोड्के जाने बाटो अहिले मोटर बाटो छ यो स्वामी हो यो स्वामीको रुख पहिला भारी बिसाउने ठाउँ पैदल मार्गबाट भारी बिसाउने ठाउँ स्वामी यता नयाँबारी र यो अब हामी टोड्केतिर प्रस्थान गर्दैछौँ गएर पानीमा खाल्टो खनेर पानीमा आएका ठाउँमा लिएर गएर माटामा त्यो पुरेर राख्यो त्यहाँबाट हप्ता 10 दिन 15 दिन राखेपछि यो गल्छ त्यसपछि यसलाई ठटाएर यसको यो यसको सबै पटुवा निकाल्छ के पटुवा नि त्यो निकालेर त्यसपछि त्यसका चाहिँ दामला बाटेर भैँसीलाई बाँधिन्थ्यो र हामीले आलु लाउँदाखेरि दुम्सीले खान्छ अरे काँसिताको लिएर गएर बार लगाएर पनि हामीले यसले छेकेर पनि आलु बनाइयो यसको नाम केतुके यो टोड्के ल
हेरी यो अहिले भएको बाटोभन्दा मन्दिर हेरी यहाँ हरिहरको हाम्रो गोठ थियो पहिले डाँसेरामहरूको तल्ला पट्टामा गोठ थियो पछि नैबारी बनाएका ठाउँको नाम के यो ओलो टोड्के भनिन्छ ओलो टोड्के गोठ थियो पल्लो टोड्के भन्ने बारी उता भयो ओलो टोड्केका गोठहरू पछि है हरिको र हाम्रो गोठ यहीँ थियो सँगै यहाँ निक्लेर यो पैँयु मुन्तिरबाट यहाँ गोरेटो बाटो थियो यहाँ यो पैँयु जाने भीमलालको पऱ्यो त्यहाँबाट गएर त अहिले देखाएको बाटो जाने हेरलालहरूको बाटो बारीको बाटो त्यहाँ हामी पल्लो टोड्को उता तल देखिएको गाउँ चाहिँ डाँसेरामहरूको हो त्यो बाँझो बाटो त्योभन्दा माथिबाट ठुल्ठुला बाटो भएको लामो तान्द्रो भन्ने अनि हरिहरको ठुलो बाटो भन्ने त्यो सब चाहिँ हामीले लिएको त्यो हो ए ठाउँको नाम के हो माथि डाँडालाई माथि यहाँ गुरुङको पोखरा भनिन्छ सेनोबेर भनिन्छ यो अनि पल्तिरपट्टि गुरुङ पोखरिया भनिन्थ्यो ओ माथि त घाम्न लागेको टुपी चन्द्रकोटको जुरी भयो हजुर जुरी मन्दिर पनि हाम्रो खरबारी थियो गुरुङको पोखरो सेनोबेर भन्ने त्यहाँ खरै छ यताको ठाउँलाई टोड्केको झाँक्रीको थाना है बाबु त्यो यहाँ फेरि झाँक्रीको थाना पनि थियो औ पर जुम्मा बुट्टा भएको चाहिँ भीमलालको गोठ थियो त्यहाँ यता ठाउँकै हुन्छ यता फेरि टोड्के बोल्तिरपट्टि टोड्के पाखो भनिन्थ्यो यहाँ माथि फेरि बाँझ फोरो भन्ने यहाँ माथि छ यो खनिया हाम्रो गोठ कहाँ थियो अरे हाम्रो गोठी खनियाभन्दा मन्दिरपट्टि यहाँ थियो खनियाभन्दा मन्दिरपट्टि त्यो पाटा जस्तोमा गोठ थियो त्यो बाँसले लिएर यहाँ टोड्केको गोठ भनेको यहाँ थियो बाबु यहाँ थियो यहाँ गोठामा बसेर चाहिँ उहाँहरू रात बिताउनु भयो कति लामा लामा गोठ हरिहरको र हाम्रो जाने गोठ यहीँ थियो अनि यो यहीँ खनिया भएको सिरानीहरूको अथवा बाँस चाहिने हेरलालहरूको गोठ त्यहाँ थियो है नयाँबारी कस्तो ठिएको खरेर उर्छन आउने लाग्यो अब यहाँ देवसान आउनु लाग्यो खर्के ल्याएको देख्दैन होइन देवसान आउने तल भन्जी बाटो आउनु लाग्यो हामी हजुर यो चाहिँ नि हाम्रो पैँयुको बुटो हो पुरानो पैँयुको बुटो हो हजुर अहिले सुकेको हो कि पलाउँदै पनि रहेछ क्या हो सायद त्यो बारीका पाटाहरू हाम्रा हुन् त्यहाँ 3टा पाटा बारी नेपाली गाउँभन्दा तलको भागलाई भन्जुङ पाटो भन्छ भन्जी बाटो भने देवी थाना मुनि यो पनि नेपाली गाउँ जो हो यहाँ कालीगढ जाने बाटो यता हो हजुर यो चाहिँ नि रोलाका चाहिँ नि मगरले बनाएको मन्दिर देउरालीको मन्दिर हजुर रामबहादुर हो क्या सायद नाम पहिले पहिले सानो मन्दिर बनाउनु भएको थियो यहाँ रुख पनि थियो होला होइन अहिले चाहिँ नि ठुलो मन्दिर बनाउनु भयो उहाँले भनेपछि अहिले हामी ठ्याक्कै भन्जी बाटामा आइयो त्यो ठाउँमा यहाँ मात्र झिल्लु दाईहरूको त्यहाँ बजार तिमीहरूको हाम्रो कहाँ छ यो छेल फाल्ने यो तिमीहरूको हो यो हो यहाँ छेल फाल्ने यहाँ तिमीहरूको हाम्रो जग्गा यहाँ पनि छ त्यहाँ पनि छ हाम्रो पनि छ त्यहाँ हो यो चाहिँ नि यो भन्ने बाटो पनि खास यो यता बाँझफेर आएको काउनेर आएको बाटो यो भयो घोसडा आएको बाटो त्यो भयो ए दाई नमस्कार कालीगढी जाने बाटो यता अब कालीगढी हो त्यहाँ पल्तिर बारिया पाटा हाम्रो त्योभन्दा पल्तिर कालीगढी हो हजुर त्यहाँ पढाएर आउँदा त हामी गयौँ हजुर कालीगढ जाने बाटो तलतिर देवी देउराली कस्तो छ आराम गर्नुभएको छ पानीको चौकाले भयो बेटा बेला र मौकाले माया पानीको पात जय देउराली माता यहाँबाट आइन्थ्यो पहिला यो आइन्थ्यो यो जाने चिरखर्कीहरूको हो त्यसमा त्यो सुकेको जाने स्वामीको बुट हो यो तलतिर ढाँसे रामरको भयो हेर यो डिल छ नि यो हेर यो बाटो नीलकण्ठहरूको माथि भएको भन्नेको नीलकण्ठहरूको यो नीलकण्ठको अब आइज हाम्रो नीलकण्ठहरूको अब हाम्रो यो नेपाल गाउँ जाने बाटो हो अब हाम्रो जग्गा हेर्दैछौँ हामी हाम्रो कुन अरे हाम्रो जग्गा कुन हो अलिक पर्खादैन हाम्रो जग्गा कुन हो ए यो चाहिँ झाडी भएको यो काँडा भएको यो हाम्रो यो के ठाउँ हो यो भन्जो बाटोको ठेल फाल्ने बाटो भनिन्थ्यो यो हाम्रो यो कुनापट्टिको जाने त्यो माटो थुप्रिएको डाँसे रामहरूको अहिले यो माथिको डाँडा भन्नु त यो माथिको बाँझो फेराको थुम्का भनिन्छ सबैले यो तल्लो ठुलो भाग जति ठुलो बाटोको थियो पछि घरतिर चन्द्रकोट अनि यो चाहिँ नेपाली गाउँ जाने बाटो यो ठाउँको नाम के अरे भन्जिङ बाटो भन्जिङ बाटाको देउरालीपट्टि ठेलो फाल्ने बाटो भन्ने हाम्रो यो हाम्रो जग्गा अहिले यहाँ छ यो बाटो छेउमा भएको हाम्रो जग्गा छ बाटा छेउको हाम्रो पर्यो कुनापट्टि जाने डाँसे रामहरूको पर्यो हजुर अनि तलतिर अहिले आएको बाटो जाने त्यो नीलकण्ठहरूको पर्यो हाम्रो यहाँ छेउमा घडेर भन्न मिल्यो ल अहिले हामी यो ठ्याक्कै भन्जी बाटामा छौँ भन्जिङ बाटो भन्ने ठाउँमा पुरानो देउरालीको थान थियो अहिले मन्दिर बनेछ पुरानो देउरालीको ठाउँ हो अहिले यहाँबाट तलपट्टि हामी कहिले कालीगढी भन्ने ठाउँमा गइन्छ भने यहाँबाट मासतिर चाहिँ हामी अब देवीथान नेपाली गाउँ देवीथान मन्दिर पुग्न सकिन्छ र यो बाटोको ठ्याक्कै
यतापट्टि साइडमा भएको जुन जग्गा देखाउनु त बाटो साइडमा भएको जग्गा चाहिँ अहिले हाम्रो नाममा पिताम्बर भुषाल मेरो बुवाको नाममा चाहिँ यो जग्गा अहिले पनि छ। यो अहिले भएको बाटाको छेउपट्टिको जग्गा हाम्रो, कुनापट्टिको डाँसेरामहरूको हामीले हाम्रो कुरा गरेको र हाम्रो जग्गा अब यता माथि डाँडामा पनि यहाँ छ भन्नु बाजे पोखरमा भन्ने ठाउँमा यो चन्द्रकोट भयो। अब यहाँबाट चाहिँ हामी यो बाटो मोटर बाटो भयो, यो बाटो दुईवटा बाटो मिसिएको छ। यहाँ तलतिरबाट राइमडाँडा हुँदै यहाँ आएको बाटो र अनि यो उतापट्टि पर्वतबाट आएको बाटो, पर्वतबाट आएको, काउलेबाट आएको, रामडाँडाबाट आएको बाटो सबै भन्नेबाट झुट्यो। अहिले देवीथान नेपाली गाउँको देवीथान मन्दिरको प्रवेशमा छौँ हामी। यहाँ यो भर्याङ चढेर हामी त्यतापट्टि अब अगाडि बढ्दैछौँ। एकदमै चर्चित मन्दिर यो रामीडाँडा पिँढी खोलाको एकदमै चर्चित मन्दिरको एरियामा हामी आइरहेका छौँ। पिँढी खोलामा अवस्थित यो मन्दिरमा हामी पूजाआजा गर्नको लागि अहिले प्रवेश गर्दैछौँ। यहाँका त्यहाँ पानी, टोयलेट लगायत पौवाको व्यवस्था राम्रोसँग गरिएको भन्ने बुझिएको छ। र यहाँ अहिले जुन रुखहरू छन् यी रुखहरू चाहिँ के रुखहरू अरे अङ्कल के रुख हुन्? काँडेका। यो रुख चाहिँ तलबाट चाहिँ हामी यो पारिबाटै यो झम्म देखिन्छ, यही रुख देखिन्छ हामीले। यता गेट बनि पनि आएको छ। अब हामी मेन प्रवेशद्वारमा आइपुगेका छौँ। देवीथानको मन्दिर आउँदा साह्रै आनन्द र खुसीको अनुभूति भएको छ। यहाँ सम्पूर्ण हामी भुषाल बन्धु कुल संरक्षण संस्थाका अध्यक्ष हुनुहुन्छ। हाम्रो हाम्रो भुषाल बन्धु कुल संरक्षण संस्थाका अध्यक्ष र म सचिव लगायत सदस्यहरू हुनुहुन्छ। अहिले अध्यक्ष मेरो सामान्य हुनुहुन्छ र भुषाल बन्धु कुल संरक्षण संस्थाको अध्यक्ष अहिले यो पुरानो थलोमा आउनुभएको छ। उहाँले आफ्नो केही भनेर राखेको हुनुहुन्छ, भन्नुहोस् हामी कहाँ आउँदैछौँ सुबारे बताइदिनुहोस्। हजुर सबैलाई नमस्कार। यो अहिले हामी चाहिँ नि गलैँचा नगरपालिका वार्ड नम्बर 6 को पिँढी खोलाको पनि रामीडाँडा र शिवरखाको सिरान देवीस्थानको मन्दिर नेपाली गाउँकी देवीस्थान भनिन्छ। नेपाली देवीस्थानमा हामीहरू आइपुगेका छौँ। यो खास साबित चाहिँ नि पिँढी खोला गाविसको वार्ड नम्बर 5 मा पर्ने हो। अहिले आएर चाहिँ गर्न पाएको हो। अब यसमा चाहिँ नि अहिले हामी मन्दिरमा हामी आएका छौँ, देवीथानको मन्दिरमा आएका छौँ। अहिले हामीहरू यहाँ अब दर्शन गर्न आएका छौँ। यहाँ पुरा संरचनाहरू बनिया छन्, गेटहरू मन्दिरहरू बनिया छन्। अब हामीले यहाँको भिडियो गरेर सबै हाम्रो यो कुलभित्रका सम्पूर्ण दाजुभाइ पितृहरूको आशीर्वाद माग्दै सबै दाजुभाइहरू हर्केश परिवारको हाम्रो सबै दाजुभाइहरूलाई चाहिँ नि सुख शान्ति समृद्धि प्राप्त होस्, मनले चिताएको कुरा पाओस्, सबै राम्रो होस् भनेर हामीले वरदान माग्दै हामी चाहिँ यो मन्दिरमा आएका छौँ। र मन्दिर हामीले सबैलाई वरदान हामीले देवीबाट लिनेछौँ र सबैलाई राम्रो पनि हुनेछ। सबैका तर्फबाट हामीहरू अहिले यहाँ आएर पूजा अर्चना र दर्शन गर्नको लागि हामी देवीस्थानमा प्रवेश गऱ्यौँ। हाम्रो यो मूल हाम्रो चाहिँ नि पूजा गर्ने थान देवीथानको चाहिँ नि महत्त्व राखेको हाम्रो यो पहिलेदेखि एउटा बनाएको चाहिँ अवस्थित हाम्रो थान भनेको यही हो। यो थानमा चाहिँ नि हामीहरूको मेन भनेको हाम्रो यही हो। र यसमा चाहिँ नि यहाँबाट यतापट्टि यो चाहिँ नि एउटा अर्को मन्दिर बनाइएको छ, यहाँ पौवाहरू बनाइएको छ भने यहाँ समग्र रूपमा एकदमै राम्रो। र अहिले चाहिँ यो 81 सालको बडा दशैँमा चाहिँ यहाँ सप्ताह श्रीमद् भागवत महायज्ञ देवी भागवत महायज्ञ गरेर यहाँ साह्रै राम्रोसित गरिएको थियो। त्यो बेलामा हामीहरू पनि आएर हामीहरू केही सहयोग गरेका थियौँ। पनि यहाँबाट पर्वत र स्याङ्जाको सङ्गमस्थल पनि हो यो हाम्रो पारिपट्टिको चन्द्रकोट हो। पनि यहाँ चाहिँ नि एकदमै राम्रो छ। र हाम्रो चाहिँ नि सबै मैले फेरि पनि दोहोऱ्याएर भने हाम्रो चाहिँ नि यो भुषाल बन्धुहरूमा हाम्रो हर्केश परिवारका सम्पूर्ण हाम्रा चाहिँ नि भक्तजनहरू सम्पूर्ण सदस्यहरूलाई सुख शान्ति समृद्धि प्राप्त होस्, दुःख कष्टहरू कसैलाई कहिल्यै पनि नपरोस्, मनले चिताएको कुरा पुगोस् भन्दै हामीले यहाँ देवीथानमा चाहिँ नि हामीले देवीको वरदान माग्दै अहिलेलाई चाहिँ नि भिडियो अन्त्य गर्दछु। नमस्कार, धन्यवाद। यो चामल क्यार्ने होला नि,
चाँडै तल पूजा गरे आमाले यसो भन्नु त्यहाँ रहेछ एउटा भिडियो लिइरहेको रात भुसाल बुटोल कसै खै खोल्नु त यो फोन आइदिन्थ्यो पछि अठारलाई भिडियो गर्छन् कि कृष्ण यहाँकै भुसालकै नाम आयो नि नदिएपछि आउने दिनु पर्थ्यो पैसा बल्ल आउँछ हामी लेख्ने हो हामी अमृवती त प्रार्थे श्री श्वेता प्राकल्पे भैवस्वत मनन्तरिष्ठा भेषतमे कलियुगे कलियुगैछ प्रथम चरणे जमदीपे भरतखण्डे भरतवर्षे आर्यवर्गान्तर्गतः हिमवत पूर्ववर्तिक देशे नेपाल देशे गण्डकी प्रदेश स्याङ्जा जिल्ला गलेङ नगरपालिका वार्ड नम्बर 6 पिँढी खोला देवी स्थान निकटे श्री सूर्य उत्तरायणे शिशिर कालयुक्त नाम संवत्सरे कालयुक्त नाम संवत्सरे फाल्गुन पदमासे कृष्ण पक्षे फाल्गुन पदमासे कृष्ण पक्षे अमावस्या तिथौ आज बार्गी अरे ओमगते देवनौते चन्द्रमसी अन्येषु गिरेषु यथास्था स्थानेषु अद्य धनञ्जय गोत्र पुण्यचाह श्रीराम नाम सर्वाम सपरिवार सहितं भूषाल बन्धु अर्केश परिवार सम श्री गणेश पूजनम दीप पूजनम कलश पूजनम नेपाली गाउँकी देवी स्थान दुर्गा माता कालिका माता पूजनम सम्पूर्ण देवी देवता पूजनम सम्पूर्ण देवता पूजनम नेपाली गाउँकी देवी ठुला बन्दाका सत्यनारायण आपकी दुर्गा माता सतीभनी शिला सालीराम नेपाल पशुपतिनाथम गोइशरम दक्षिण कालिका पाथिवारा हालेसी महादेव दन्त कालिका बुढा सुब्बा राम सीता जानकी मौला कालिका देवाडा तीर्थस्थानमा गोरा क्षेत्र पाल्पा परिस्थान सिद्धा बाबा भूटोल भुवनेश्वरी माता लुम्बिनी गौतमुत्ता तौलेवा तैलेश्वर भगवान स्वरदारी प्युठाने स्वरदेव बागेश्वरी नेपाल गन्जे अरखाँची सुब्बा देवराली नेपालगञ्जे बागेश्वरी तिरुपति वेङ्कटेश्वर स्वामी रामेश्वर मीनाक्षी गया काशी प्रणाशी वृन्दावन अयोध्या कामख्या भवनाम वैष्णव पूजनम मनोवाञ्छित फलसिद्धिरस्तु धनधान्य प्राप्त सिद्धिरस्तु रोगनिवारण परमेस्तु विद्या प्राप्त सिद्धिरस्तु मनोवाञ्छित फलसिद्धिरस्तु वयं करिष्यामहे ओम श्री गणेशाय नमः श्री गणेशाय महाकाय सूर्यकोटि समपर्वं निर्विघ्नं कुरु मे माता पिता त्वमेव बन्धु चषका त्वमेव विद्या द्रविणं त्वमेव सर्वं देवदेव या कुन्देन ज्योतिषारहार धवला या शूरवस्त्रा विदिता या वीणा वरदण्ड मण्डितकरा या श्वेत पद्मासना या वरमा चुत्शंकर परवर्ती वीरदेवै सदा वन्दिता सामं पातु सरस्वती भगवती निशेष जाड्यपा देवी प्रपन्नार्थी हरे परिषिद मातर जगतोखिलैष परिषिद विश्वेश्वरी बाई विश्वेश्वरी देवी चराचरैष सर्वमङ्गल माङ्गल्ये शिवे सर्वार्थ साधिके शरण्ये त्र्यम्बके नमस्ते शरणागतिनाथे दुर्देवी प्रायणे सर्वस्यार्थरे देवी नारायणी नमस्ते ओम शान्तकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघमण सुमांगं लक्ष्मीकान्तं कमलनयनं योगी वीर्यागम्यं वन्दे विष्णुहयं सर्वलोकनाथं मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पुनरीकाक्ष मंगलाय तनोहरि ओम नमः शिवाय कर्पूर गौरम संसार सारम भुजगेन्द्रहारम सदा देवी को दर्शन करना अयो देवी थान अयो देवी थान देवी को दर्शन करना अयो देवी थान दुर्गा को दर्शन करना अयो देवी थान गरौँ हमले काम वर्षै पछि दर्शन गर्न आउँ देवी थान
सबै काका यहाँ छन् त्यो सबै अहिले हामी नेपाने गाउँमा स्थित देवी स्थान मन्दिरको प्राङ्गणमा छौँ र यसको मेरो पछाडि देवी स्थानको थानको मन्दिर देवी थान त्यसको ठुलो घन्टा दुर्गा देवी मन्दिर त्यहाँ पनि दुर्गा देवी मन्दिर लगायत पौवा सबै देखिरहेको छ। यो हामी अहिले रामी डाँडाको सबभन्दा टप यो पहाडको टपमा छौँ र यताबाट उत्तरपट्टि साइडमा पर्वत जिल्ला पर्छ भने यसको अगाडिपट्टि चन्द्रकोटको पहाड अर्को पहाड देखिन्छ र एउटा हामी अब ओह्रालो झरेपछि हामी रामी डाँडा हुँदै तल झर्छौँ। यो देवी स्थानको मन्दिर यहाँको धेरै चर्चित मन्दिर पनि हो र भुषाल परिवारहरूको र यो रामी डाँडा चिरहरका लगायत यो एरियाको चाहिँ सबैले मान्ने र धेरै पुरानो स्थान देवीको स्थान भएको हुनाले यो ठाउँमा आउँदाखेरि धेरै नै आनन्द र महसुस भएको छ र पुरानो इतिहास फेरि फर्केर आएको जस्तो अनुभव भएको छ र फेरि पनि यो देवीको स्थानमा आउन सकियोस् र हाम्रो देवी थानले चाहिँ हाम्रो सम्पूर्ण परिवारको भुषाल परिवारको चाहिँ कल्याण गरून् भन्ने शुभकामना आशीर्वाद उहाँ दिनुहुनेछ भन्दै यो स्थानमा आउन पाउँदा धेरै खुसी र आनन्दको अनुभूति भएको छ। धन्यवाद। यो माछाको जाने टाँसेन मेरो ऊ त मुटा सिक्रो बुटा थियो गएको यो छ नि यो रहेको हाम्रो यो छेउको हाम्रो पहिरो गएको हाम्रो पहिरो गएर बसेको हाम्रो त्यहाँ मास्टर गब्ने हो त बुटाहरू छन् नि हो त पर मियालो भयो नि हो त थुम्बु जति हाम्रो सबैसम्मको होइन पर होइन उता झिल्लु राईको यता अलिकति हो तिमीहरूको हो त्यहाँ पर मियाल छैन थाहा छ हो त मियालो सिक्रो क्या जानिएको छु त्यहाँ मेला तपाईँहरू त्यो पाटो चाहिँ हाम्रो हो क्या हो कि जानिएको छु। यो स्वामीको रुखबाट हामी खत्ते मार्यौँ भर्खरै देवी थान मन्दिर गएर त्यहाँबाट चाहिँ अहिले ओह्रालो धनी क्रममा यता पारिपट्टि नयाँबारी यतापट्टि टोड्के बिचको सेन्टरमा चाहिँ यो स्वामीको रुख छ। यहाँनिर चाहिँ पहिला बुवाहरूले चाहिँ बसेर भारी बिसाउने थकै माने ठाउँ पनि हो यो र अहिले त्यही पुरानो दिनको सम्झना आयो। म पनि यो ठाउँमा धेरै पटक यहाँ हिँड्दाखेरि चाहिँ बिसाएको छु केटकेटीमा यो सामानहरू बोक्दाखेरि खाजा अन्यहरू बोकेर जान्थेँ म बुवाहरूलाई माथि नयाँबारीतिर लगायत टोड्केतिर त्यो ठाउँको दृश्य त्यो बेलाको समय चाहिँ याद आएको छ। धेरै रमाइलो लागेको छ यो ठाउँमा आउँदाखेरि। 98674 चन्द्रकोट हिँड्न पर्यो। हजुर मेरो यतापट्टिको यो आधा आधा बस्थ्यौँ क्या हामी त्यो पल्लो गोठ मेरो यो दाइ मैले एउटा कुरा बुझिनँ नि त्यहाँ हामी बसेको दाइ कहाँ पनि के रहेछ भने आधा आधा घरमा दाइहरू यता बस्ने उहाँहरूको गोठ उता नि होइन त्यो उहाँहरूको उता बस्ने यता गोठ त्यो कस्तो भन्दाखेरि दमै डाँडा दामी डाँडा पुछारेको भन्दामा नि हामी किन त फेरि हाम्रो बाहरू यस्तो दुःख पर्दा के हुँदाखेरि हजुर नआउने किन त खबरै नपाएको भन्दैन भने के ल्याउनु त तेरो पनि दिने आमाको त नाप्छ नि त एउटै हो त यो अहिले पनि यता यहाँ के भयो भन्दाखेरि यहाँ एउटा बिहा गर्ने सिलसिलामा कुरो चलेको रहेछ। त्यो कुरो चल्दाखेरि रामी डाँडेकालाई हामीबाट हुन्न मेरा भान्जा नि मैले हुमेको भनेर यहाँले भन्नुभयो अरे हाम्रो ठुली मैले त्यो भन्नु आएको थियो र बिहा क्यान्सिल भएको हो कि
होइन त्यो त सोझा हो मन त भइहाल्दा बच्चाको नहुनेको मैले हो रिखिराम दाईको छोरो मोहनले बिहा गर्ने बेलामा बिहा गर्ने भन्ने कुरो हुँदा त्यो होइन उसले ठुले भने तपाईँको नाम लिनुभएको थियो कि नाम नजानेर उसको सक्रे मलाई रिखिराले त भन्थ्यो कि मलाई सबै सानो सबै ठिक अनि उता भोलिको साइलो सक्दी छ नि है भोलिको छोरो साइलो चाहिलो क्या चिउरी खर्क फर्केर नआउनु रामी डाँडा पिँढी खोला स्याङ्जाको स्कुल विद्यालय स्कुल मैले पढेको विद्यालय मैले पढेको पन्धाराको स्कुल श्री चिउरी खर्क आदर्श विद्यालय र हाम्रो पुरानो धारो पँधेरो पानी खाने पँधेरो धारो हो एकदम शुद्ध पानी एकदम मिठो छ अङ्कल यहाँको पानी खाएपछि एकदमै त्यो खानु पनि होइन भोक पनि मेटिने त्यस्तो खालको अडिलो पानी एकदम शुद्ध पानी यो पानीको पानी चाहिँ कहिल्यै रोग नलाग्ने र हाम्रो पँधेरो ठुलो पँधेरो हुन्छ पानी स्कुल नजिकै छ त्यो स्कुलमा मैले पढेको पनि हो स्कुलबाट हामीले पानी बोकेर चाहिँ घरमा लगिन्थ्यो अहिले धारको पानी खाँदा धेरै आनन्द आइरहेको छ खाजा खाने बेला भएको थियो पानी खाएपछि खाजाको भोक मेटिएको छ यो पिपलको रुख ढाल्ने बेलामा हाम्रा हजुरबा गएर तेर्सिएर बरु चाहिँ नि मलाई काट तर यो काट्न दिन्न यहाँ नकाट भनेर पोखरी थियो त्यहाँबाट चाहिँ नि मुखियाले सबैले चाहिँ हाम्रा हजुरबालाई फकाएर समात्र अन्त लगाएर त्यो रुख ढालेर यहाँ चाहिँ नि स्कुल बनाएको ल यतिको स्कुल बनाउने ठाउँ पनि थिएन ल यो अहिले ठ्याक्कै हामी अहिले यो पिँढी खोला रामी डाँडा स्याङ्जा अवस्थित यो चिउरी खर्क प्राथमिक विद्यालयमा उपस्थित छु र म पछाडिपट्टि म बिहेको अगाडिपट्टि पछाडिपट्टि यो विद्यालय जहाँ मैले अध्ययन गरेको थिएँ 2050 सालभन्दा अगाडि त्यति बेलाको मेमोरीहरू अहिले ताजा भएर आइरहेको छ जुन बेला हामी यो नजिकै रहेको पँधेरोमा पानी खाने र यतापट्टि डरमनी घरको जाने बाटो यतापट्टि त्यही चिउरी खर्क र यसमा ठाउँमा फेरि पनि धेरै 12 वर्षपछि फेरि यो ठाउँमा उपस्थित भएको छौँ र हामी अहिले विशाल परिवारबाट चाहिँ यो ठाउँलाई अवलोकन गर्दै हिँड्ने क्रममा यो विद्यालयमा आइपुग्दाखेरि पुराना दिनहरू पनि फेरि फर्केर आएको छ अनुभूति भएको छ धेरै नै रमाइलो र आनन्द लागिरहेको छ ठाउँमा आउँदाखेरि धन्यवाद यो पुरानो बाटो पन्धारा जाने बाटो पन्धाराबाट पानी बोकेर घर लाने ठाउँ यहाँ आन्टीहरू कतिपल्ट यहाँ पानी बोक्नु भएको छ यो तलपट्टिको बाँडी अहिले बाटो बनेको छ यो ढिस्को कोइराको बाटो भन्छ यहाँ बाँस गाडी घर आउँदैछ बाँसको गेज आउँदैछ आउँदैछ यो पुरा पन्धाराबाट हिँड्ने बाटो हो यो पानी बोकेर हिँड्ने बाटो पुरानो बाटो पुरानो बाटो अब यही बाटोको मुख्य बाटो यही हो पन्धारा जाने बाटो अब डरमनी घर हामी अब आउने क्रममै छौँ अहिले पन्धारामा स्कुल पनि त्यही थियो स्कुल र पन्धारामा पानी खाएर हामी अब आफ्नो पुरानो घरतर्फ अगाडि बढ्दैछौँ ल हाम्रो बाँस आयो बाँस यतापट्टि देखाउनु त यो चाहिँ अब हामी डरमनी जाने बाटो यहाँबाट पर्छ तल्लो बाटो माथिल्लो बाटो दुईवटा बाटो होइन ल माथिबाट जाउँ पहिला पाहाडको यो कटहर भएको यो अहिले बाटो खन्दा रहेछ पछि बाटो मासियो
यो हाम्रो घरबारीहरू सबै घर भएको ठाउँ पिडी खोला रामबिडाँडा सिङ्जा डरमुनिको हाम्रो एरियामा हामी अहिले आइरहेको छौँ। यहाँबाट चाहिँ 15 जाने बाटो यहाँबाट देखिन्छ यो बाँसको त्यहाँबाट 15 जाने बाटो हो यताबाट 15 जाने बाटो यो मासतिर यो माथि सानो घरथान कटार भएको भयो अहिले अब हाम्रो घर यहाँ देखिराखेको छ। यहाँ चाहिँ हाम्रो घर आइसक्यो डासेराम अङ्कलहरूको घर चाहिँ भत्किसकेको छ र हाम्रो घर चाहिँ बाँकी छ। त नि जान नसकिने ठाउँ रहेछ बुवा त्यहाँ हाम्रो घडेरी ठाउँ देखाउँछु भनेर जानुभएको छ। अहिले हाम्रो बाँकी हाम्रो नाममा रहेको जग्गा यतापट्टि छ बुवाले त्यो हाम्रो नाममा रहेको जग्गा डासेरामहरूको घर उतापट्टि गोठपलतिरको जग्गा देखाउनु भएको छ। मैले माथिबाट पनि देखेँ कटारबाट देखेँ त्यहाँ डासेरामको घर मैले देखिसकेँ उतापट्टि साइड रहेछ। यो पिङ खेल्ने हाम्रो राङसिङको बुट यहीँ अझै छ र यहाँ सिमलका रुखहरू यहाँ अझै छन्। अब म घर यो हाम्रो हजुरबाहरूले र बुवाहरूले बनाएको घरमा हामी आउँदैछौँ। यो घरको पछाडि कर्सो र यो कोठी एउटा छुट्टै सेपरेट कोठी र यो बाटो र यहाँ हाम्रो घरको हालत यस्तो अवस्थामा छ जीर्ण अवस्थामा छ अहिले घर। हाम्रो पुरा पुर्खाहरू यहीँ बसेर चाहिँ हुर्के र म पनि यहाँ सानोमा केटकेटीमा यही घरमा बसी हुर्केँ र हाम्रो बुवाहरू हजुरबाहरू यही घरमा बस्नुभयो हुर्किनुभयो। पारिपट्टि यो सालघारीको घर र यहाँ तलपट्टि हाम्रो गुड थियो अनि यो हाम्रो घर भाइपट्टिको जग्गाहरू यस्तो अवस्थामा छ। यो घरमा हामी जन्म्यौँ हुर्क्यौँ बस्यौँ हजुरबाहरू बुवाहरू सबै घरमा र म पनि यो घरमा सानो केटकेटीमा हुर्की ओरेको ठाउँ यही नै हो। पिँढी खोला रामडाँडा सिङ्जा डरमनी रामडाँडाको घर अवस्थित छ। ए भडार हजुरआमाले कस्तो तलब खाँदैनुहुन्थ्यो बोलो सिन चुलो हर त तार कति छ यहाँ यस्ता त तारसित बोकेको छ कति साम्रो लाग्यो पहिला ठुलो लाग्थ्यो अहिले साम्रो लाग्यो नि मान्छे गेर सुत्यो यहाँ भन्ने खुट्टा पसल पुग्थ्यो जस्तो लाग्छ अहिले। अब बाहिर खिच बाहिर एकछिन भित्र एकछिन खिच ताला अझै हाम्रै ताला रहेछ यहाँ ताला पनि हाम्रै हो उसको के भनेको यसैलाई बनाउने यसैलाई अहिले त बस्नुहुन्छ के अरे पानी लिने गएको 15 वटा पानी ल्याउ। यो अहिले म ठ्याक्कै हाम्रो पहाडको सिङ्जा जिल्ला साबिक पिँढीखोला गाविस अहिले गलिङ नगरपालिका 6 पर्छ। त्यतिखेर साबिक वार्ड नम्बर 5 रामडाँडा डरमुनि हाम्रो बुवा हजुरबुवाहरू हुर्केको बढेको र म आफै पनि यो ठाउँमा हुर्केको बसेको ठाउँमा आइरहेको छु। यो पछाडिको घर पहिला हाम्रै घर थियो र अहिले पनि हाम्रो जग्गाहरू यहाँ अवस्थित छ। यो घर वरिपरिको जग्गा हो यस्ता सालघारी माथि चन्द्रकोट माथि नयाँबारी र यो घर वरिपरिको जग्गा र अहिले आफ्नै घरको आँगनमा उभिएर बोलिरहँदाखेरि छुट्टै गर्व लागेको छ। हाम्रो पुर्खौली थलोमा आएर उभिन पाउँदा यो ठाउँको बारेमा जानकारी लिन पाउँदा बुवासँग आउँदा धेरै खुसी लागेको छ र यो हाम्रो पुरानो याददास्तहरू पुरानो दिनहरू पनि सम्झनामा आएको छ। धन्यवाद। पिँढी खोला रामडाँडा डरमनी हाम्रो पुरुषोत्तमको छोरा म पिताम्बर भुषाल र बालकृष्ण भुषाल मेरो छोरा। यो हाम्रो जाने पुर्खाहरू जाने जन्मे हुर्किएको र यो ठुलो पन्ध्रको पानी खाएर बसेको हाम्रो घर पहिलेको पुरानो घर अघिलागि भएर पछि चाहिने बनाएको घर मेरो बाले र मैले चाहिने काठदार पातहरू पानीहरू बोकेर बनाएको घर 2 तले घर हो। यो पुरानो अवस्था त्यस्तो रह्यो अहिले त बसिएको छैन तर चाहिँ आफूलाई गर्व लाग्दो रहेछ पुरानो घर। के गर्ने कहिले कहिले आइन्छ बिर्सन सकिन्न यस्तै मानेको जाने जीवन। धन्यवाद। यो भनेर गल्तीमा छोडिदिएको हो त्यसपछि यो उसले लिन चाहन्छ भने त्यसमा अलिकति उसले कन्भिन्स गर्ने हिचकिचाउने पछि पर्ने गर्न ऊ पर्दैन यदि लिनु खोजेको हो भने मैले पनि मलाई पहिलो घर घडेर दिनु खोजेपछि मलाई पनि महत्त्वपूर्ण लाग्दै दिनु खोजेपछि त्यसो कुरा भयो तल आएर मैले गाडी छोड्छु या त्यताहरू पनि अन्त लिन्छ भने भनिरहेँ मैले अड्डाको खर्च त्यसको हुन्छ मैले सुनाइदिएँ
उसकै चाहिँ औषधि दिइसक्यो तपाईँले यसरी भन्नुपर्छ कि तपाईँले चाहिँ भन्दाखेरि यसरी के गरेर भन्नुहोस् कि अनि तैँले चाहिँ यसो भयो यहाँको हो भने यसो गर्नुपर्छ अनि भन्नुपर्छ क्या डाइरेक्ट कति भन्नु त